मर्निङ सबैजनालाई। अहिले 4:30 भइसकेको छ र अब म एनजेपी झर्न लागिरहेको छु बिहानको 4:30 र यहाँबाट अब गाउँबाट हिँड्न लागिरहेको छु र हेर्दै गर्नुहोस् है, म बाटोमा त केही पनि देखाउने छुइनँ, सिधै म पुगेर त्यहाँ कति बजी पुग्छु हो। अनि मेरो गेस्टहरू छ, आज हाम्रो झन्डै 4-5 दिनको ट्रिप अब स्टार्ट हुन लागिरहेको छ आजदेखि। हेर्दै गर्नुहोस् है, अब म यहाँबाट निस्केको घरबाट बिहान हिँडेको, मुख खालि यसो अलिअलि धुएर निस्केको अनि चिया पनि पिएको थिइनँ। अहिले चाहिँ म सिलगढीमा आइपुगिसकेँ अनि झन्डै आधा घन्टा अलिकति बेसी भला पर्खेको। तिनीहरू 8 बजी झर्ने गर्दैथ्यो। मिठो लाग्छ चिया क्या, यहाँको चिया पिउनु चाहिँ। अब हेरौँ कतिजना छ, के छ कसो छ, आएकै चाल पर्छ। हुन्छ, म चाहिँ भर्खर खरसाङ आइपुगेँ र खरसाङमा यहाँनिर होमस्टे बुकिङ भइसकेको छ यिनीहरूको र म आज पनि यहीँनिर बस्छु। यहाँ हाम्रो नाना इन्ला नाना भेनाहरू हुनुहुन्छ, सायद नानाकोतिर यसो मिलेर आज चाहिँ बस्नु पर्ला। अनि आज यहाँ खरसाङमा बसेर भोलि बिहान चाहिँ दार्जिलिङ हो। अनि मैले गेस्टहरूलाई चाहिँ तपाईँहरूलाई देखाएको छैन, किनभने आउँदा आउँदा है त्यो एक त गरम, अर्को चाहिँ पहाडको बाटो भएको कारणले गर्दाखेरि उनीहरू अलिकति बिमारी भएर चाहिँ यहाँनिर सिधा मैले लिइहालेको र यिनीहरू चाहिँ अहिले होमस्टे यहाँ पछि गएको छ। म तपाईँलाई अहिले बेलुका एकछिनमा नभए भोलि बिहान चाहिँ म तपाईँलाई पकाइदिएको छु है, ल त्यो गर्नु होला। अवस्था दार्जिलिङको ट्रेन पनि आइपुगे। ट्रेन भन्दा म अलिकति छिटो भएको छु, धेरै होइन। भेनार भाइ चाहिँ सँगै म्याराथन गर्छ अनि त्यो म्याराथनको मेडलहरू चाहिँ यहाँनिर छ भेना। म चाहिँ बसेको चाहिँ यहाँ नाना भेना भानिस अनि भानिसको साथी हो। धन्यवाद नाना, तपाईँले मलाई यहाँनिर गर्नुभयो। यसो हामी नेक्स्ट टाइम भेट्नेछौँ। भेना पुरानो जानु भएको होला होइन? हुन्छ, बाई भानिस, राम्रोसँगले पढ्नु ल, पछि भेटौँ। हुन्छ भेना। हुन्छ, आज फेरि पनि हामी खरसाङबाट निस्कन लागिरहेको छौँ र मैले अझसम्म तपाईँहरूलाई गेस्ट चाहिँ देखाउनु पाएको छुइनँ र आज चाहिँ म तपाईँलाई गेस्ट पनि भेटाउँछु। विशेष गरी हाम्रो जो यहाँ इन्ला नाना भेना भानिस हुनुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद है। बिन बुलाइ मेहमान चाहिँ म त्यस्तै भएँ। अनि खरसाङमा कोही चिनाजाना नहुँदाखेरि नाना भेनालाई टक्कै याद आयो अनि भेनाले सबै होमस्टेहरू पनि त्यहाँनिर मिलाइदियो अनि म बस्नु खानु सबै कुरो यहाँ भेनाले मलाई हेरिदियो। धेरै धेरै धन्यवाद यसरी है परेको बेलामा सहायता गर्नुभयो। ल, मेरो गेस्टहरू चाहिँ यहाँ आइसक्नु भएछ। गुड मर्निङ सबैको। यहाँ पर भी है, पीछे भी भरा पड़ा है। दूसरा जो सरलो का मेरा भैया के चैनल को सब्सक्राइब कर देना सब लोग। सुनिए ना, आप थोड़ा आगे जाके छाया में रुकिए ना। जी ठीक है ठीक है। हुन्छ, म चाहिँ अहिले डाउहिल आइपुगेँ अनि यिनीहरू कहाँ पनि नबस्ने अरे अनि यहाँनिर मोमो भन्दै थियो। यहाँ मोमो खाएर यिनीहरू सिधा अब यहाँबाट उकाल जान्छ। मोमो मिल गया आपको? काल से ढूंढ रही हूँ मोमो खाना है और भैया को क्या बोलूं। अच्छा टेस्ट कीजिए, अच्छा ही मिलेगा। मेरो गेस्ट चाहिँ यहाँनिर छ, मोमो खाएर चाहिँ उकालो जाने अरे। म चाहिँ जान्दिनँ, मेरो गाडी यहाँनिर छ, म यिनीहरूलाई यहाँनिर पर्खिदिएको छ। अहिले म पनि अब चिया खान चाहिँ भित्र पसेको। गाडी चाहिँ मेरो यहाँनिर पार्किङ हालिरहेको छु अनि म चाहिँ यहाँनिर चिया कफी के पाउँछ म चाहिँ यहाँनिर अलिकति खाइराखेर जान्छु। यहाँ चाहिँ हाम्रो चाहिँ यो बैकान बेक हो त। हजुर, यहाँको चिया कफी मोमो एकदम टेस्टी अनि राम्रो पाउँछ। अरू बेला पनि म प्रायः निस्किँदा यहाँनिर आउँछ अनि लाइभ किचन पाक्दैछ दिँदैछ त। हजुर, एकदम तपाईँले फ्रेस पनि पाउनुहुन्छ, प्लस यहाँको जुन चाहिँ फरेस्टको नजारा छ त्यो पनि तपाईँले यहाँ बसी लुप उठाउन सक्नुहुन्छ। यहाँनिर छ म चाहिँ यहाँनिर कफी पिउँदै यहाँ आनन्द लिइरहेको छु। यो फरेस्टको छेउमा छ अनि शीतल भइरहेको छ, अहिले रिल्याक्स गरिरहेको छु। अनि यहाँ तपाईँहरू यदि आउनु चाहनुहुन्छ भने क्यारोकेदेखि लिएर होइन थुप्रो यहाँनिर आइटमहरू छ अनि सबै कुरो यहाँ चाख्न सक्नुहुन्छ तपाईँले। अनि यहाँनिर होमस्टेदेखि लिएर सबै कुरो तपाईँले पाउन सक्नुहुन्छ है। भर्खरै भाइ प्रोग्रेस पनि आइगयो, जो मैले घुमाउँदै गएको गेस्ट छ उनीहरूको साथीहरू लिएर एकजना साथी अनि भाइ र म भएर चाहिँ आजको जति 4-5 दिनको टुर छ हामी सँगै घुम्नेछौँ। भाइ नि भी दुकान खोली है ना?
अच्छा यहाँ दादाले खुदै चिया बनाउँदै ढिलो भएर हाजी हाजी अभी चाय का स्टॉल खोल लीजिए ठीक बोला भैया हाजी हाजी खोलेंगे फिर प्राइम मिनिस्टर बने वो भी सही है हामी चाहिँ अहिले भर्खर यहाँ घुम मोनेस्ट्रीमा आएको छौँ र यहाँ ढिलो भएर चाहिँ दादाले खुदै आफै चिया बनाउँदै रहेछ नहीं नहीं आप लोगों को कंफर्ट कराना जरूरी है ना थैंक यू नहीं आप लोग भी अच्छे हैं अच्छे लोगों के साथ अच्छे ही होता है नहीं नहीं हमने पी लिया आप लोग लीजिए नहीं नहीं ठीक है लीजिए ना आप लोग अन्त भाइ र म चाहिँ यहाँनिर गाडीमा बसिरहेको छु पर्खिरहेको छु यो चाहिँ घुम मोनेस्ट्रीमा अहिले यहाँनिर एकदम भिडभाड ज्यादा छ गाडी राख्ने जग्गा छैन हुनु चाहिँ यो अहिले हामी जुन चाहिँ घुम्दैछौँ एकदमै झिजो भइरहेछ किन भन्दा पहिले हिजो दार्जिलिङको एउटा होस्टेलमा बस्यो त्यसमा अब फेरि पनि यिनीहरू सर्दैछ अब चाहिँ दार्जिलिङ होटेलमा सर्ने भएको छ अनि अहिले चाहिँ हामी फिलहाल बाटोमा छौँ अनि डिटेल्समा मैले खिच्नु पाएको छुइनँ किनभने यहाँको जुन चाहिँ सिचुएसन छ अलिकति खराब चल्दैछ हामीले चाहिँ अघि नै गेस्टहरूलाई छोडिसकेको छौँ अनि भिडियो चाहिँ पुरा यताउता भएर चाहिँ केही पनि राम्रोसँग मिलेको छैन अनि रोहित भाइ सुदीप भाइ अनि म हामी सबैजना यहाँनिर स्ट्रिट फुडको यहाँ मजा लिँदैछौँ यहाँ पनि मैले बोकिरहेछु अनि एग रोल ल प्रोग्रेस भाइ चाइ टाउको दुखाउँदै भन्छ चिया हो ल हामी चाहिँ अहिले भर्खर यहाँ घुम आइपुगेको छौँ र आज चाहिँ हाम्रो 5वां दिन हो यहाँ सबैजनाले ब्रेकफास्ट गर्दैछ अनि यहाँ घुममा ब्रेकफास्ट गरेर मात्र हामी यहाँबाट जाने दुईटा गाडी यहाँनिर छ अहिले जोरबङ्गला आइपुगिसकेको छौँ माथिल्लो बाटोमा छौँ अनि हाम्रो भाइ चाहिँ पिछेपट्टि छ गाडीमा यहाँबाट चाहिँ 145-150 मेरो भाइ चाहिँ पछि छ भाइलाई म साइड दिन्छु यहाँबाट भाइले अब लिड गर्छ भाइको गाडी अघि छ एउटा फ्यामिली 3 जना बोकेर जाँदैछ म चाहिँ यहाँ पछि छु अहिले चाहिँ हामी यहाँ मङ्पुको जङ्गलमा छौँ जोग मेरो गेस्टहरू छ उनीहरूलाई चाहिँ अलिकति प्रब्लम भइरहेछ अस्तिदेखि रेस्ट छैन डुलेको गरेको कारणले गर्दाखेरि चाहिँ प्रब्लम भइरहेछ अनि एकछिन यहाँनिर रेस्ट गरिरहेछौँ बाहिर गइछ अहिले चाहिँ हामी मङ्पु छिरिसकेका छौँ र अहिले चाहिँ हामी यहाँ सिटोङको बाटोमा भाइ अघि छ म पछि रोक्दै बिस्तारै जाँदैछ फिलहाल अहिले चाहिँ हामी यहाँ तल जोगीघाट आएको भाइको गाडी त्यहाँ छ अनि मेरो गाडी चाहिँ यहाँनिर छ मेरो गाडीको जो पेसेन्जरहरू छ उहाँहरूलाई चाहिँ एकदमै ज्यादा परेसान भइरहेछ क्या त्यो प्रब्लम भइरहेको छ अनि यहाँ एकछिन रोक्दै अनि यहाँ पनि नहेर्ने भन्दैछ कुनै पोइन्ट पनि राम्रोसँगले हेरेको छैन भाइलाई पर्खिन्छु अनि भाइलाई अघि पठाउँछु क्या ल हामी सिटोङ पनि आइपुगिहाल्यो है भाइ थकायो नि है यो होमस्टे चाहिँ खाम्री रहेछ अनि यहाँनिर गेस्टहरूलाई वेलकमको लागि खदामाला सबैजनालाई यहाँनिर खदाद्वारा सम्मान गर्दछ सिटोङ आएर पनि यहाँनिर सिटोङको सिलाम चर्चको अघि छौँ यहाँ चाहिँ हाम्रो मदर चर्च हो हजुर हुन्छ गरिदेऊ न अनि हामी दुई भाइ म प्रकाश भाइलाई चाहिँ यहाँनिर बस्ने बन्दोबस्त गरिदिएको छ हुन्छ हामी ड्राइभर पार्टीहरूलाई चाहिँ यहाँनिर अनि गाडी लकसक गरेर हामी जाने अर्को गाडी चाहिँ भाइको गाडी चाहिँ तलै थन्काएर आएको हामी भर्खरै ए भाइ प्रोग्रेस अनि मेरो लागि रुम चाहिँ यहाँनिर गरिदिएको छ यतिको दामीहरू मजाको छ साफ सुथरा हो अनि यहाँबाट चाहिँ तारी मङ्पु सिटोङको मुनि मजाको भ्यू देखिरहेको छ ल हाम्रो 5वां दिन चाहिँ यसरी बित्यो हामी चाहिँ यहाँनिर यो बिल्डिङमा बसेको थियो अनि हाम्रो गाडी चाहिँ त्यहाँ माथि छ अब हामी निस्कन लागेको
होमस्टेबाट चाहिँ अब हामी निस्केको अनि हाम्रो अन्तिम यहाँनिर सिटोङको क्षणहरू 5 दिनमा हाम्रो ट्रिप अब कम्प्लिट हुन लागिरहेको छ अनि लास्ट दिन यहाँहरूसँग हो अनि अब हामी सिधा निस्किने आज का दिन लास्ट है ना बहुत अच्छे है हाँ जी हाँ एक साथ देखो फोटो होना चाहिए हाँ जी अच्छा आप लोगों को ये होमस्टे कैसा लगा सर बहुत अच्छा लगा बहुत बढ़िया वेरी नाइस इससे भी भैया जो है हाँ जी तुमको हम मैंने इतना अच्छा लगा कि हाँ जी थैंक यू हमारा लास्ट दिन है आज हाँ हाँ हाम्रो चाहिँ सिटोङको बाटोमै यस्तो चाहिँ सेतो गाडीको हालतहरू यति साह्रो भइसक्यो यहाँ एनजेपीमा लु बिदावारी हाँ जी ठिकै ठिकै सर मजा आयो जु पार्किङ हुन्छ हामी चाहिँ भर्खर सिलगढी आइपुग्यो 3:10 गयो अनि तिनीहरू चाहिँ एकदम ढिलो भएकोले गर्दाखेरि अलिकति ढिलो भएकोले गर्दाखेरि अत्तालिँदै गइहाल्यो मेरो चाहिँ गरममा पसिनाले हालत त्यस्तो छ भाइलाई त ठिकै छ शीतलै छ आदत छ मान्छेलाई अन्त त्यही हो अब 5 दिनको टुर थियो तर खै भिडियो पनि अब 5 मिनटको खालि हुँदा जस्तो चाहिँ यिनीहरूसँग बनाउँदाखेरि कतिवटा के मिलेन घरि के मिलेन अन्त मलाई पनि विश्वास लाग्यो तिनीहरू पनि राम्रो घुम्नै पाएन जग्गाहरू क्या अन्त गाडीमै 5 दिन तिनीहरूको पनि बित्यो अन्त अब यहाँबाट हामी छुट्टिने भाइ अब घर म पनि अब उकालो दार्जिलिङ हो हुन्छ अब निस्किन्छु मान्छे पनि छैन सुनसान रहेछ यहाँ पनि अब कति बजी के हो कसो हो बरु भन्दा बाटोमा पाएँ भने हाल्छु पाएन भने अब एक्लै हो उकालो जाने हो ल भाइ अब पछि भेटौँ ल बिस्तारै है अब कुनै दिन यसरी मिलेर सँगै कुदाउला तर मान्छे अघि यस्तो कुदेको कि मेलाई चाहिँ अब नयाँ बाटो त्यहाँबाट कि जान्छ आमा मलाई अब हेर्दैछु हो कहाँनिर चाहिँ जान्छ दाहिनी जान्छ त्यसपछि सिधा जान्छ हेर्दा तलग्दो कुदेन हजुर म त छोडेको पछि ठिकै छ जे होस् टाइममा आइपुग्यौँ सबै कुरो पनि भइगयो अन्त यदि तपाईँहरू होमस्टेमा है दुईवटा होमस्टेको मैले नम्बर डिस्क्रिप्सनमा हालिदिएको छु यदि तपाईँलाई इच्छा लाग्यो लोकेसन राम्रो लाग्यो भने तपाईँहरू गएर भिजिट गर्न सक्नुहुन्छ भर्खरै यहाँ सोनादामा आइपुगेँ र यो के को लागि इलाको डेकोरेसन गरिरहेको छ मलाई थाहा भएन गाडीमा चाहिँ म एक्लै छु अहिले डेकोरेसन यहाँ लाइटिङ भइरहेको छ के को लागि त्यो चाहिँ मलाई थाहा भएन हेरौँ अब घर कति बजी पुग्छु म पुरा रहेछ तलदेखि माथिसम्म अब कहाँसम्म म चाहिँ अब भर्खर यहाँ दार्जिलिङ आइपुगेँ अन्त म ढिलो भएको कारणले गर्दाखेरि चाहिँ सुदीप भाइ मलाई लिन आएको छ कत्रो स्पिड चलाएको हुन्छ 5 दिनको ट्रिप पनि सकिहाल्यो र मैले भिडियो चाहिँ राम्रोसँग खिच्नु सकेको छुइनँ किन भन्दाखेरि तिनीहरू जति पनि दार्जिलिङको पोइन्टहरू थियो र कतिवटा पोइन्टहरू धेरै पोइन्टै छोड्यो क्या घुम्दै घुमेन भनौँ न गाडीमै प्राय दिनहरू बित्यो यता गर्दा उता गर्दा र मान्छेहरू चाहिँ एकदमै दामी है एकदमै राम्रो रहेछ र प्लस हामी जो ड्राइभरहरू थियौँ होइन म र प्रवेश भाइ हामीलाई पनि एकदमै रेस्पेक्ट गरेर नै तिनीहरूले बोल्यो है अनि सबै कुरा हामीलाई पनि याद गरिदियो र उनीहरूको नानीहरूले गर्दाखेरि यिनीहरू घुम्नु पाएन सिटोङ अनि खरसाङमा चाहिँ यिनीहरू मजा माने है र मेरो भिडियोलाई अन्त आउने समय आइपुगिसकेको छ र मेरो भिडियोले यतिमा राख्दै फेरि पनि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ त्यति बेलासम्म हजुर सबैजनालाई बाई बाई